यो घोडाघोडी ताल हो दर्शक महानुभावहरु। घोडाघोडी ताल, घोडाघोडी घोडा हो, यो घोडा हो र यसमा चाहिँ अहिले व्यवस्थित बनाइएको छ। व्यवस्थित बनाइएको छ हिँड्नको लागि, अति नै उत्कृष्ट बनाइएको छ। यहाँ यता घोडाघोडी ताल रहेको छ। यो पछिल्लो समय यसलाई व्यवस्थित बनाएर यहाँ चाहिँ आवाजातको लागि एकदम सहज बनाइएको छ। यहाँ यो घोडी हो, यो घोडा हो। यो घोडाघोडी ताल हो दर्शक महानुभावहरु। यो घोडी रहेको छ र यतातिरको चाहिँ यो घोडा रहेको छ। यो जुन देखिरहनु भएको छ यो घोडा रहेको छ। यतापट्टि चाहिँ घोडी रहेको छ। यो अति नै मनमोहक दृश्य हो। यो हामीले साँझको बेला यो चाहिँ भिडियोमा लिएका छौँ। यो सबैले यो भिडियोलाई सेयर गर्नु होला। सुदूरपश्चिमको घोडाघोडी ताललाई यो सबै संसारभरि देखाउन सहयोग गर्नु होला भन्न चाहन्छु। धन्यवाद। अति नै मनमोहक रहेको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल हो यो दर्शक महानुभावहरु। यति बेला कमलका फूलहरू फुलिरहेको अवस्था छ। घोडाघोडी ताल दर्शक महानुभावहरु, घोडाघोडी ताल हो। निकै मनमोहक दृश्य रहेको छ घोडाघोडी तालको। दर्शकबिन नमस्कार। दर्शकबिन यहाँहरूले यति बेला हेर्दै हुनुहुन्छ भने हामीलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। हामी यहाँहरूलाई पहिलोपल्ट भ्लग देखाइरहेका छौँ र भ्लग यहाँले हेरिरहनु भएको छ भने सुदूरपश्चिमको प्राकृतिक दृश्यका र ऐतिहासिक र धार्मिक दृश्यका हामीले यहाँलाई तस्बिरहरू देखाइरहेका छौँ। र यति बेला जुन यो तस्बिर हामीले यहाँलाई देखाइरहेका छौँ यो चाहिँ मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी तालको मनोरम दृश्य हो दर्शक महानुभावहरु। जुन अति नै मनोरम देखिएको छ। जुन जति हेरे पनि हेरिरहन मन लाग्ने यो दृश्य हो। यो पछाडि कमलका पातहरू यति बेला चाहिँ देखिन्छन्। यो जुन यो ताल रहेको छ यो घोडाघोडी ताल हो। अति नै मनोरम दृश्यमा देखिएको दर्शक महानुभावहरु। यो जति हेरे पनि हेरिरहन मन लाग्ने यो सुदूरपश्चिमको एउटा पहिचान हो, सुदूरपश्चिमको एउटा चिनारी हो, जसले चाहिँ एउटा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै यो यसले चाहिँ हाम्रो मौलिक एउटा चाहिँ प्राकृतिक एउटा लाई चाहिँ एउटा यथावत राखेको छ र संसारभरि एउटा चिरपरिचित हुनको लागि सहयोग गरेको छ। यस भिडियोलाई तपाईहरुले संसारभरिबाट सबै ठाउँबाट जतिले हेरिरहनु भएको छ यो शेयर गर्नु होला भन्न चाहन्छु। र पछाडिपट्टि हामी यहाँ देखाउन चाहन्छौँ। पछाडिपट्टि यो ठ्याक्कै यो घोडाघोडी ताल हो। यतापट्टि घोडाघोडी ताल हो। यो घोडाघोडी तालको जस्ट यो साइडपट्टि यो ओजुवा ताल रहेको छ। ओजुवा क्याफे, ओजुवा ताल पनि छ। जस अन्तर्गत दर्शक महानुभावहरु यो प्राकृतिक दृष्टिकोणले पनि त्यति नै महत्त्वपूर्ण छ र ऐतिहासिक दृष्टिकोण पनि त्यति महत्त्वपूर्ण छ र पर्यटकीय दृष्टिकोणले पनि अति नै मनमोहक दृश्य, अति नै मनमोहक महत्त्वपूर्ण मानिएको मध्यवर्ती क्षेत्रको यो ठाउँ हो। यो जुन पछाडि यहाँले देखिरहनु भएको छ यो दृश्यलाई हामीले यहाँलाई क्यामेरामा कैद भए जति क्यामेरामा देखिए जति यहाँलाई देखाइरहेका छौँ। पछाडिपट्टिको ओजुवा ताल हो। यो ओजुवा ताल म यहाँलाई देखाइरहेको छु। दर्शक महानुभावहरु जुन यो दृश्य मैले यहाँलाई देखाइरहेको छु ओजुवा ताल हो। यो घोडाघोडी ताल यहाँनिर यो अगाडिपट्टि पर्यो। घोडाघोडी तालको जस्ट पछाडिपट्टि रहेको यो ओजुवा तालमा चाहिँ यति बेला डुङ्गा अथवा नाउँमा चाहिँ यो यति बेला दर्शकहरू यति बेला आम पब्लिकहरू सवार गरेर त्यहाँको चाहिँ मजा लिइरहनु भएको अवस्था छ। तपाईहरु पनि आउनु होला। यो सुदूरपश्चिममा रहेको प्राकृतिक र प्राकृतिक ऐतिहासिक यो स्थानको एउटा चाहिँ धरोहर हो। यो यस स्थानमा आएर तपाईहरुले आफ्नो हरेक कुराहरू यहाँ चाहिँ आनन्द रूपमा चाहिँ तपाईहरु सहर गर्न सक्नुहुन्छ। आनन्द रूपमा चाहिँ यहाँको हरेक कुराको चाहिँ एउटा अवलोकन गर्न सक्नुहुनेछ भन्न चाहन्छौँ। दर्शक महानुभावहरु निकै रमाइलो दृश्य यहाँलाई हामीले देखाइरहेका छौँ। निकै रमाइलो दृश्यहरू हामी यहाँलाई पश्चिम नेपालको घोडाघोडी तालको दृश्य हामीले यहाँलाई देखाइरहेका छौँ। यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गर्नु होला र संसारभरि फैलाउनु होला र हाम्रो सुदूरपश्चिमको प्राकृतिक र ऐतिहासिक स्थलको बारेमा सम्पूर्णलाई जानकारी गराउनु होला भन्न चाहन्छौँ। दर्शक महानुभाव जति हेरे पनि हेरिरहन मन लाग्ने यो पछाडिपट्टि यो घोडाघोडी ताल हो। घोडाघोडी तालमा यति बेला कमलका फूलहरू यति बेला चाहिँ फुल्दै गरेको अवस्था छ। हरियाली दृश्य छ। जति हेरे पनि हेरिरहन मन लाग्ने यी दृश्यलाई यहाँहरूले चाहिँ धेरैभन्दा धेरै शेयर गर्नु होला र सुदूरपश्चिमको एउटा
महिमा र पहिचानलाई चाहिँ यहाँहरूले धेरैभन्दा धेरै साथीहरूको माझमा चाहिँ सेयर गरेर फैलाउनु होला भन्न चाहन्छु। दर्शक महानुभाव, जुन पछाडिको दृश्यमा यहाँले देखिरहनु भएको छ यो ओजुवा ताल हो। ओजुवा तालमा यति बेला चाहिँ त्यहाँ आउनुहुने पब्लिकहरूले चाहिँ यति बेला डुङ्गा सवार गर्दै त्यहाँको आनन्द, त्यहाँको चाहिँ मजा लिइरहनु भएको अवस्था छ। डुङ्गा सवार गर्दै ताल वरपर घुमिरहनु भएको अवस्था छ, जुन हामीले यो दृश्यमा देखिरहनु भएको छ। यो दृश्यमा यहाँले देखिरहनु भएको छ दर्शक महानुभावहरू। सुदूरपश्चिमको एउटा मध्यवर्ती क्षेत्रमा रहेको यो घोडाघोडी तालको सामनेमा रहेको ओजुवा ताल पनि निकै प्रख्यात ताल हो दर्शक महानुभावहरू। निकै एउटा सुदूरपश्चिमको महिमा बोकेको छ यो ताललाई। हामीले सुदूरपश्चिमको एउटा चाहिँ हरेक कुना काप्चामा एउटा चाहिँ यसलाई देखाउनुपर्छ, यसलाई चाहिँ हामीले यसको अगाडि बढाउनुपर्छ र सबै दर्शकहरूले यसलाई चाहिँ भाइरल गर्नु होला र यो सबै दर्शकले यसको चाहिँ हाम्रो सुदूरपश्चिममा रहेको यो ताललाई चाहिँ एउटा विश्वव्यापीकरण रूपमा चाहिँ यसलाई देखाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ दर्शक महानुभावहरू। जति हेरे पनि हेरिरहन मन लाग्ने यो ओजुवा ताल रहेको छ। ओजुवा तालको सामनेमा रहेको छ घोडाघोडी ताल। यो यतापट्टिको यो घोडाघोडी ताल हो। यो घोडाघोडी ताल हो। यो घोडाघोडी ताल हो दर्शक महानुभावहरू। यो यतापट्टि ओजुवा ताल हो। तपाईँलाई ओजुवा तालको दृश्य हामीले यहाँलाई देखायौँ। निकै मनमोहक दृश्य देखायौँ। दर्शक महानुभाव, जुन यो पछाडिको दृश्यमा यहाँले देखिरहनु भएको छ यो ओजुवा ताल आउँदाखेरि यति सजी सजावट गरिएको छ कि मानव कुनै बेहुली सिँगारिए झैँ सिँगारिएको छ। बडा रमाइलो दृश्य हामीले यहाँलाई देखाइरहेका छौँ। जति हेरे पनि हेरिरहन मन लाग्ने यो ओजुवा ताल, ओजुवा क्याफे आउँदाको दृश्य यो बडा मनमोहक दृश्य रहेको छ दर्शक महानुभावहरू। यो हामी सुदूरपश्चिमको घोडाघोडी तालको दृश्यलाई हामीले यहाँलाई कैद गरिराखेका छौँ र त्यस दृश्यलाई यहाँलाई हामी देखाउने प्रयास अनि प्रयत्न गरिरहेका छौँ। आज नयाँ वर्षको पावन अवसरमा सबैलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ। सोचेका चाहेका सबै कुराहरू पुरा हुन् भन्न चाहन्छौँ। र यो ओजुवा क्याफे जाने एउटा चाहिँ फास्ट एउटा ट्र्याक हो यो, जो चाहिँ निकै सजी सजावटका साथ यसलाई चाहिँ व्यवस्थित गरेर बनाइएको छ। र यसतर्फ चाहिँ यो घोडाघोडी ताल हो। यो घोडाघोडी ताल दर्शक महानुभाव जति हेरे पनि हेरिरहन मन लाग्ने यो सुदूरपश्चिमको यो प्राकृतिक ताल हो, जो चाहिँ सुदूरपश्चिमको धेरै ठुलो महत्त्व बोकेको छ। यस तालले सुदूरपश्चिमको निकै ठुलो एउटा चाहिँ यो धरोहर हो। सुदूरपश्चिमको एउटा सम्पूर्ण कुराहरू एउटा चाहिँ प्राकृतिक स्थानमा रहेको र प्राकृतिक सम्पदामा निकै धनी भएको यो घोडाघोडी यो ताल हो यो, जुन चाहिँ यति बेला कमलका फुलहरू फुल्दै गरेको अवस्था छ, हरियाली अवस्था छ। जति हेरे पनि हेरिरहन मन लाग्ने यी घोडाघोडी तालका दृश्य दर्शक महानुभावहरू हेर्दा जो कोही मन्त्रमुग्ध हुने गर्दछन्।